हेलो साथीहरु, अब मैले यस्तो धेरै टाइम त भएन, तर म नयाँ स्कुल आएदेखि म पाइथन सिकिरहेको आजकल। अनि लाइक टु बी अनेस्ट मैले जति हार्ड हुन्छ थाल्ने थिएँ पाइथन त्यति हार्ड रहन्छ। एउटा इजी टु लर्न ल्याङ्ग्वेज रहेछ। अनि हामीलाई फर्स्टमा सरले के सिकाउनु भयो भने यो स्ट्रिङ भेरिएबल अनि इनपुट अनि प्रिन्ट यति सिकाउनु भएको थियो। यसलाई अनि सरले यसरी दिनुभयो जसमा हेलो वर्ल्ड अनि वेलकम टु द क्लास हुन्छ। टिचर नेममा SUPREME गरे भने सुप्रिम भनेर आउँछ र मैले यसलाई इन्टु गरे भने अरु सबै आउँछ यसरी। अनि यस्तो भयो। अनि फेरि हामीले आज भर के सिक्यौं भने कसरी एउटा एफ स्ट्रिङ युज कसरी गर्ने भनेर सिक्यौं। किनकि सरले हामीलाई यो एउटा क्वेशन दिनुभएको थियो थोरै पढाएर, अनि त्यो क्वेशनको आन्सर मैले यो निकालेको थिएँ। अनि मैले यसलाई रन गरेँ भने नेमको ठाउँमा सुप्रिम भनेर आयो, किनकि नेम भित्र चाहिँ नेम भन्ने भेरिएबलले चाहिँ सुप्रिम भन्ने शब्दलाई भ्यारी गरेको हो, त्यो भित्र सुप्रिम भन्ने हो एउटा। अनि एज भित्र 12 हो, स्ट्रिङ हुन्छ नि स्ट्रिङ। अनि एड्रेस भित्र कविलास छ जसलाई यसले भ्यारी गर्छ। तर मैले त्यसको युज गरेर अनि मैले आज सरले अनि त्यसपछि के गरेर बस्नु भन्दाखेरि इनपुट लिन आउँछ भन्नुभयो। मैले फर्स्टमा इनपुट लिन सिकेकै थिएँ र अनि त्यही इनपुट लिन जाने थिएँ। अनि फेरि मैले आज सरसँग बसेँ एकछिन। अनि मैले स्कुलमा यो वाला कोड बनाएँ। यो कोड बनाएँ, यसमा SUPREME हैन, आफ्नो नाम सोध्छ त्यो इन्टर गरिदिने, एज आफ्नो एज दिन्छ त्यो इन्टर गरिदिने हैन। अब एड्रेसमा अब आफ्नो जुन एड्रेस छ त्यसलाई इन्टर गरिदिने। व्हाट इज योर स्कुल्स नेम भन्दाखेरि आफ्नो स्कुलको नेम छ त्यसलाई इन्टर गरिदिने। अनि आफ्नो फेभरेट फुड भन्दाखेरि सर्ट मोमो भनेर लेखी त्यसलाई इन्टर गरिदिए यसरी आउँछ। थोरै यसलाई माथि लगेर नि हेर्न सकिन्छ क्लियर भ्यूको लागि। यसरी आयो सेलमा, पाइथन सेलमा। अब हामीले यसलाई नै मैले यहाँ ट्रिपल राख्दिएँ र यसको ट्रिपललाई हटाएँ भने अनि मैले यसलाई रन गर्छु। मैले चाहिँ यो घर आएर मैले सोचेँ यो बनाउने। अनि मलाई थाहा भयो कि काठमाडौँमा बनाउँदा अलि इजी हुँदो रहेछ यो कुरा भनेर। अब मैले के गरेँ भने SUPREME हैन, आफ्नो जुन नाम छ नि त्यो राखेर चाहिँ क्वेसन सोधिहाल्ने खालको बनाएँ हैन। लाइक फेरि सोध्ने एन्सर दिइहाल्ने भन्दा नि पहिला क्वेसनहरु सोधिसक्ने, त्यसपछि चाहिँ एन्सर दिने खालको गरेँ। 8 to 12 आयो, एड्रेस आयो, स्कुल ज्योतिमन्दिर एकाडेमी आयो, मोमो आयो हैन। अब यसलाई मैले इन्टर गरेपछि यहाँ हाम्रो जे अहिलेसम्म हामीले लेखेको थियौँ त्यो भाग सबै यसरी प्रिन्ट भएर आयो। अब म एउटा एक्जाम्पल मात्र दिन ट्राई गर्छु हजुरहरूलाई र एउटा थोरै सिक्ने काम नि गरौँ। अब त हामी फर्स्टमा PRINT प्रिन्ट को ब्र्याकेट अन अनि ब्र्याकेट क्लोज विथ यो एपोस्ट्रोफी। अब माथिको कोडहरु यिनीहरु चाहिँ यहाँ राखिदिउँ। अब यसको चाहिँ के हुन्छ भने हामीले यसभित्र जे राख्यौं SUPREME राखेँ सुप्रिमै प्रिन्ट हुन्छ। अब यसमा BOHARA थपे सुप्रिम बोहरा दुईटै प्रिन्ट हुन्छ। सुप्रिम बोहरा राखे सुप्रिम बोहरा दुईटै प्रिन्ट हुन्छ हैन। त यो प्रिन्ट भन्ने एउटा स्टेटमेन्ट
लाइक प्रिन्ट एउटा भयो अनि लाइक अब फेरि हेर्लाई PRINT प्रिन्ट गरे हैन प्रिन्ट मैले यसमा राखेँ A इक्वल टु B हैन A इक्वल टु अब मैले के गरेँ भने 40 राख्दिएँ नि आन्सर अब नि मैले यहाँ A गरेँ भने के प्रिन्ट हुन्छ ओके आन्सर A नै सरी सरी B अब हामीले A ले राख्यौं ओके लिभ इट अब मैले B ले राखेँ भने के प्रिन्ट हुन्छ B नै भयो किनभने हामीले जहिले पनि के यो भेरिएबललाई प्रिन्ट गर्नु हो भने माथिको यो दुईटालाई नराखिकन प्रिन्ट गर्नुपर्छ अब 40 अलि चाँडो गर्छ है त 40 × 8 राखे आन्सर आयो 320 4 × 32 या 4 × 32 प्लस अनि 0 आयो पछाडि अब 8700 यसले आन्सर निकालिदिन्छ हैन त हामी यसरी यसको आन्सर निकाल्न सक्छौं अब अर्को नि एउटा तरिका हुन्छ साथीहरु जसमा हामीले NAME is equal to INPUT इनपुट यसरी लेख्यौं हैन यसलाई यतिकै रन गरौँ भने जस्ट रन नै हुन्छ हैन बट इनपुट राखेर एउटा क्वेशन सोधौं न WHO are you हैन who are you भनेर एउटा क्वेशन सोध्यो हैन PRINT I am अनि प्लस अनि एमी प्लस नेम गरे who are you भन्छ अब मैले SUPREME सुप्रिम भने I am सुप्रिम भनेर आउँछ त मैले यसलाई एउटा स्पेस राखेँ भने यो अलि क्लियरली आउँछ PREME हैन त अनि हामी यसको पछाडी क्वेशन मार्कहरु त्यसो गरेर राख्न सक्छौं त अनि यो त मैले फर्स्टमा पढिहाले यति कुरा मैले बुझे हैन तर अब मलाई नि यो त प्रिन्ट हुनु होइन यो वारी सुप्रिमहरु हैन तर मलाई माथि प्रिन्ट हुनु छैन तर आफ्नो फाइलमा राख्नु हो भने म के गर्छु भने म ह्याशट्याग युज गर्छु ह्याशट्यागले यसलाई एउटा डिफाइन गर्नलाई काम लाग्ने खालको एउटा लाइन मात्र जस्तो सोध्छ SUPREME अरु के आयो यति क्लियर आयो ल ठीक छ अनि मैले अब आज चाहिँ के पढे भने PRINT गरे मैले अनि यो B लाई हटाइदिए हैन प्रिन्ट F यसको बारेमा पढे मैले प्रिन्ट F स्ट्रिङ भने चाहिँ एउटा लाइक प्रिन्टको एउटा स्ट्रिङ हो जसमा अलिकति फरक छ लाइक अब यसमा मैले B प्रिन्ट गरे
जो कि I don't really know how to, but if I print this then okay, won't work. Bini printer. Okay, not still working, है ना? Okay, अब SUPREME B नहीं है, तर यो क्वेश्चन निकाल्ने यति कुरा मैले पढे हैन अहिले। ल अब यति पढेपछि अर्को एउटा भिडियो राखौँला त्यसको लागि। बट अब यसमा नेम इक्वल टु इनपुट हुआरी भयो नि, अब मैले यहाँ एफ स्ट्रिङ राखिदिएँ हैन, यो प्लस नेम हो नि, यसमा सट्टै म यस्तो गर्न सक्छु। कर्ली ब्र्याकेट राखेर एन्ड गरेँ हैन, यो एन्सर सेमै आउनेछ SUPREME एन्ड सुप्रिम। त लाइक अहिलेसम्म मैले फुल स्टप गर्ने एउटा इजी तरिका खोजिरहेको थिएँ जो कि यसमा छ हैन, एफ स्ट्रिङमा हैन, अनि यसपछि अरू लाइनहरू नै लेख्यो भने चाहिँ चल्छ। बट हामीलाई यो एफ स्ट्रिङमा फेरि बी यतिकै प्रिन्ट गर्न सक्छौँ, सक्दैन नि। बी यतिकै प्रिन्ट गर्नुको लागि हामी फेरि नर्मलमै जान्छौँ हैन। आन्सर आयो। अनि आजलाई हामीले यति नै पढेको थियौँ। सँगै टन्नै भेरिएबलहरू गराउन सक्छ यसले, लाइक बी को ठाउँमा a इक्वल टु 40 र 2 इक्वल टु 785 अनि a प्लस b इक्वल टु कति हो भनेर सोध्यो भने त्यसरी नै आउँथ्यो। त थ्याङ्क यू, आजको लागि यति नै। मैले सिकेको छु, सिकिरहन्छु, अब अझ ट्राई गर्छु राम्रै। बाई।